यो भिडियोमा नृत्य गरिरहनु भएको व्यक्ति अहिले हामीसामु हुनुहुन्न। उहाँ हुनुहुन्छ श्रीराम प्रभु। पुरुषोत्तम महिना थियो, एकादशीको पावन दिन थियो। मन्दिरमा एकदमै रौनकताका साथ भगवानको कीर्तन हुँदै थियो। उहाँको हातमा जपमाला थियो। उहाँ भगवानको कीर्तनमा एकदमै हर्षोल्लासका साथ नृत्य गर्दै हुनुहुन्थ्यो। र यही समय आउँछ भगवान श्री कृष्णले उहाँलाई आफ्नो भगवत धाम गोलोक वृन्दावन धाम बोलाउनुहुन्छ, जसलाई हामी मृत्यु भन्ने गर्छौँ। र यो मृत्युको समयमा उहाँको मनमा, उहाँको शरीरमा अथवा उहाँको कुनै पनि व्यवहारमा त्यस्तो झल्किँदैन। उहाँको शरीरमा कुनै पनि डरको भाव झल्किँदैन। किनकि उहाँ एउटा भक्त हुनुहुन्छ। यही नै भिन्नता हो एउटा भगवानको भक्त र अभक्तमा। भक्तको लागि भगवानको भगवत धाम जान पाउनु भनेको एकदमै खुसियालीको कुरा हो। जबकि अरू मान्छेहरू यो क्षणलाई शोकको रूपमा लिन थाल्छन्। तर एउटा भक्तको लागि अन्तिम अवस्थामा भगवानको नाम जप गर्दै भगवानको मन्दिरमा, त्यो पनि यस्तो पावन एकादशीको दिनमा शरीर त्याग गर्न पाउनु भनेको एकदमै खुसीको कुरा हो। र एउटा भक्तलाई कुनै पनि प्रकारको डर हुँदैन, किनकि भगवान स्वयं साथमा हुनुहुन्छ। त्यही भएर हजुरहरू पनि यो 84 लाख योनिहरूबाट तडपिनबाट बाँच्न चाहनुहुन्छ र भगवानको भगवत धाम जान चाहनुहुन्छ भने अहिलेदेखि नै भगवान नामको जप गर्न सुरु गर्नुहोस्। हरे कृष्ण।